आइरहेछौँ घरबाट। यता हुनुहुन्छ चिरुवा चिरुवा चिरुवा, यता चिरुवा हुनुहुन्छ, यता बुढो हुनुहुन्छ, छोरी आरम्भ। यता हेर्दै सानो छोरा। अहिले चाहिँ हामी चाहिँ पाल्पा हुँदै जानु लागेको, पाल्पा करिडोर हुँदै, किनभने दाउनेमा चाहिँ बाटो अलि अप्ठ्यारो छ, त्यही भएर हामी चाहिँ अहिले पाल्पा करिडोर हुँदै जानु लाग्यो। करिडोर कहाँबाट अरे? रामपुरबाट अरे। रामपुर हुँदै हामी चाहिँ अहिले अब कहाँ निस्किन्छौँ अरे? गैँडाकोटमा निस्किन्छौँ। यताको बाटो चाहिँ राम्रै छ, त्यस्तो अप्ठ्यारो हुनेवाला छैन, किनभने दाउनेमा चाहिँ एकदमै धेरै गाह्रो बाटो। यो चाहिँ अहिले हामी गोलपार्क, टुरको गोलपार्क लाग्छु। अहिले चाहिँ हामी कुन ठाउँमा जोरदार आएको छ। यहाँ चाहिँ त्यो नास्ता पानी गरेर फेरि अगाडि बढ्छु। बाबुले चाहिँ गाह्रो भयो अलिकति भोमिट गर्नु, अझै गरिरहेको छ। यो चाहिँ करिडोर। अब चाहिँ हामी यहाँबाट करिडोर हुँदै भेडाबारी निस्किन्छ। यहाँबाट चाहिँ बाटो चाहिँ एकदम राम्रो रहेछ यहाँ चाहिँ, तर पाहाडको बाटो चाहिँ घोरो बढी हुने क्या, घुमाएको फुलेको बाटो चाहिँ राम्रो छ होला भन्ने आशा। बाटो डोजरहरू छन्, पुलपुले सहर त धेरै बन्या छन्। ल हेर काली गण्डकी करिडोरको बाटो कटिका एक्सा भेटर हेर्नुहोस्, बिग ट्रक हेर्नुहोस्। ल सुन्दर सफा हाम्रो नारायणगढ बजार। ल रेणु दाहालले बनाएको अहिले चाहिँ पिच बाटो है भन्छन् के अरे है, फेरि सरकारले बनायो भन्छ, केन्द्र सरकारले पनि बनायो भन्छ यो बाटो। यहाँ खाना खाँदैछौँ नारायणगढमा। छोरीले चाहिँ खाना नखाने मोमो खान्छु भन्यो, यता चिरुवाले खाना खाँदै हुनुहुन्छ, यता श्रीमानज्यूले पनि खाना खाँदै हुनुहुन्छ। अनि उहाँ मासे चाहिँ केही नखाने अरे, उहाँलाई चाहिँ एकदम गाह्रो भयो घुमाउरो बाटोमा, भमिट गर्दै आउनुभएको छ। केही खानुहुन्छ कि कोसिस त जारी छ। अहिले चाहिँ बाबुले फ्रेन्च फ्राई खाँदैछ। एउटा चाहिँ खाना खानु मन लाग्दैन, बाटोमा भमिट गर्दै आयो, अलिक गाह्रो भयो बाबुलाई चाहिँ। हामीले दाउनेको बाटो अलिक गाह्रो हुन्छ भनेर आएको थियो, तर यताको बाटो पनि एक दुई ठाउँमा एकदमै गाह्रो रहेछ, करिडोरको बाटो पनि। अहिले चाहिँ हामी नारायणगढमै छौँ र खाँदैछौँ। हामीले त खाइसक्यौँ, बाबुले चाहिँ खाँदैछ त्यो फ्रेन्च फ्राइहरू पनि। अब चाहिँ हामी नारायणगढबाट अगाडि बढ्दैछौँ। अब हेरौँ आजको डेस्टिनेसन कहाँसम्म पुगिन्छ।
घर जाने बाटो यसलाई के भन्छ पर्सा अच्छा हामी पर्सामा छौँ ट्रक साइडमा त आछ बाइपास बाटो मकवानपुर जिल्ला रहेछ नि यो हामी बजार यो हेरौँडा बजारै आएको हो त चिरुवा बजार अझै बजार त त्यो अर्को लाइनमा हो तर अहिले बाइपास गरेर चाहिँ के तपाईँ हुन त हामी उता जान सक्थ्यौँ त्यो खालि ठुलो गाडीले मात्रै हो भित्री बाटो अब यसो साँझको भिडभाडमा यो त होइन होला होइन धेरै घटना भएको हुनाले यहाँ स्थापना गरेर मन्दिर दुःख गरेको अनुसारले फल पाएन क्या सरस्वती मैले दुःख चाहिँ धेरै गरेँ अहिले चाहिँ हामी यो 3 नम्बर पुल भन्ने ठाउँमा आएको छ एउटा अगाडि 12 जिल्ला भन्ने ठाउँ रहेछ कस्तो राम्रो रहेछ यहाँ पनि मजाले खाने ठाउँहरू रहेछ होटल रहेछ हाम्रो चिरुवाले चाहिँ यहाँ हामीले यहाँ चिया पिउनको लागि रोकिरहेका छौँ चिरुवाले चाहिँ यहाँ म्याटहरू सफामा गाडीमा पानी हाल्दै हुनुहुन्छ किनभने बिहानदेखि कुदैछ गाडी पनि एकछिन सेलाउने भनेर अनि यहाँ चाहिँ कस्तो रमाइलो रहेछ मलाई चाहिँ रमाइलो लाग्यो झलमल्ल बत्ती बोलिरहेको छ र खाजा खाने ठाउँ रहेछ एकदमै रमाइलो ठाउँ रहेछ मेरो छोराछोरी चाहिँ त्यहाँ बसेर हेरिरहेको छ ल हाम्रो चिया पनि आइपुग्यो दुध हालेको चिया 3 जनालाई अब हेरौँ कस्तो छ चिया भन्नुहोस् त टेस्ट गरेर चिरुवाएर आउनु त तपाईँ खानु न हेरौँ अब यतातिर चाहिँ उसलाई मोबाइल चाहिएछ दिदी लगाइदिन खोजेको भएन रिसाइरहेको छ चक्लेट लिन हेलो गरिदेऊ दिदी हेलो 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 गरिदेऊ न कस्तो राम्रो भ्यू छ हो ट्रक आयो अहिले चाहिँ हामी यहाँ निजगढ बजारमा आइपुग्यौँ जङ्गलमा पुरा त्यो बिजुलीको पोल चाइनिज भेरी चाइनिज इरान भनेको जस्तो नै बस्ने सबको देख्नै नहुने देख्ने सानै बस्ने अहिले चाहिँ 7:30 भएको छ हामी अहिले निजगढ आइपुग्यौँ अझै
कति 1-1.5 घन्टा देखाइरहेछ 4 किलोमिटर त थाहा भएन ल फाइनली हामी चाहिँ अब हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ बर्दिया होइन होटल रेड क्राउनमा So we are on this hotel. This is rated 4 stars. ए झर्ने त होला नि झरौँ न Stop गर्दिन चुरा Stop गाडी पार्किङ गर्दै हुनुहुन्छ हामी चाहिँ माथि जाँदैछौँ पुलिस बाँध्यो छोरी ऊ तताले बाँधिदिनुहुन्छ अरे त्यो तुमले हुन्छ हाम्रो पनि चाहिँ यस्तो रहेछ यति थपी लाग्छ आज What happened, Amber? How is it? What's really? Oh, what's that? Us. अब चाहिँ हामीहरू सबैजना खाना खान जानु भएको आरम्भ तिमी केमा आएको हो यो के हो यो लिफ्ट हो होइन न Elevator. वेट 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 हामी चाहिँ माथि खाना खान बस्नु थियो के हो यो फिस नमस्ते फिस हो यो आरम्भ हजुर आऊ सानो यो चाहिँ बर्दिवास बजार यताबाट चाहिँ हाम्रो सिङ्गुली जाने बाटो पनि भएको छ अहिले चाहिँ हामी यहाँ खाना खान बसिरहेका छौँ वेटिङ फर लन्च नो वेटिङ फर डिनर ल मिनट लिन्छु त्यो लिन्न ल हाम्रो खाना पनि आइसकेको छ र म खाना खान्छु खाना चाहिँ रहेको छ भात कालो दाल चिकन सिमी र आलुको सब्जी अनि यो पापड साग अचार दही सलाद सबै छ अब एउटा घिउ मात्रै बाँकी छ हाम्रो हुनुहुन्छ सिरुवाले उहाँले लिइसक्नुभयो तिमीले लियो कि लिएन त म पनि लिन्छु अब रान्धुको नाइस भाडा चाहिँ राम्रो लाग्यो यतिजना हुन्छ अब हामी चाहिँ खाना खाएर भ्याएर पर जानु लाग्यो अब चाहिँ हामी रुममा जानु लाग्यो
स्लो मोसनमा अन्छु खाउला त्यहाँ अर्को रुम हामीले 2टा रुम लिएको छौँ एउटा यो रुम भयो राम्रो छ एसी अन गर्नुभयो ऊ यहाँ छ त रिमोट ऊ त्यहाँ छ रिमोट हाम्रो रुम चाहिँ यहाँ छ आज चाहिँ एकदम थाकिसक्यो बिहानदेखि हामी बिहान कति बजी हेर्ने थियौँ 7:30 बजीदेखि हिँडेको र अहिले चाहिँ लगभग 11:30 बज्न लाग्यो खानपिन सबै गरिसक्दा चाहिँ बाटो चाहिँ बिचमा एक दुई ठाउँमा चाहिँ अलिकति अप्ठ्यारो भयो बाटोमा अरू त ठिकै राम्रै थियो बाटो तर पनि लङ टुर भयो नि त अब बुटुलबाट पाल्पा हुँदै फेरि त्यो कल्चर हुँदै भेडाबारी हुँदै यतातिर आउँदासम्म त हामीलाई त धेरै लामो टुर भयो अनि आजको चाहिँ अब भ्लग म यहीँ एन्ड गर्छु फेरि भोलि नयाँ भ्लग लिएर आउँछु कहाँदेखि कहाँसम्म अब हामी आज यहाँबाट भोलि कहाँसम्म पुगिन्छ त्यो चाहिँ मैले भ्लग लिएर आउँछु त्यतिन्जेललाई स्टे ट्युन बाई गुड नाइट